तपाईको जिन्दगीको पहिलो कमाई कति थियो? पोखरा फेवातालमा डुङ्गा खियाउने 21 वर्षीय बबिता परियारको पहिलो कमाई 80 रुपैयाँ थियो। फेवाताल र डुङ्गासँग उनको सम्बन्ध गाँसिएको 7 वर्षभन्दा बढी भयो। 5-10 रुपियाँ देखेको मान्छेले हातमा 80 रुपियाँ पाउँदा त एकदम धेरै खुसी थिएँ। अब पर टिपको 150 पाइन्छ अनि दिनमा त्यस्तै 500, 600, 700 त्यस्तै हुन्छ। टिप्स पायो भने अलिकति कमाइ भयो कि जस्तो लाग्छ हैन। बबिताको मन हिजो आज यही ताल र डुङ्गासँगै रमाइरहेको छ। त्यस्तो अब दुःख भयो यताउति त छैन हैन, चलिरहेकै छ। आफ्नो मेहनतले आफ्नो परिश्रमले काम गरिएकै छ, कमाइएकै छ। बबिता फेवातालमा डुङ्गा चलाउने महिलाहरूको प्रेरणाको स्रोत पनि बनेकी छिन्। जोगबाइतैले यो काम गर्न पनि सक्दैन। अहिले मैले गर्ने बेलामा चाहिँ प्राय लेडिजै थिएन कि। मेरो मम्मी सायद हुनुहुन्थ्यो हैन, मेरो मम्मी सायद 1-2 जना लेडिज हुनुहुन्थ्यो। मबाटै भनौँ न इन्स्पायर भएर चाहिँ प्राय धेरै नै लेडिजहरू छन् कि यहाँनिर, यहाँ पनि र अरू घाटहरूमा पनि। स्वदेशकै कमाइले जिन्दगी चलाउँछु भन्नेहरूका लागि उनी एक उदाहरण पनि हुन्। काम भन्ने सानो ठुलो हुँदैन, जस्तो भयो नि गरे हुन्छ हैन। दुःख गर्यो भने त्यही अब जिन्दगी चल्छ।